अचम्म लाग्छ। हिन्दू सम्राट सेना यो कस्तो सेना हो? यो नेपाली सेनाको समानान्तर सेना हो या कस्तो खालको सेना हो? यो सेनाको बारेमा सरकारले खोज गरोस् र सेना नामको समूह जे जति छन् तिनीहरूलाई सबैलाई निषेध गरोस् भनेर भन्न चाहन्छु। अन्यथा अरू कसले सेना बनाउन पाउने हो? त्यो सेना बनाउने पाउने सुविधाहरूलाई पनि दिने हो कि त? होइन भने त्यो अनुमति कसैलाई हुँदैन। त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। अनि पैसा चाहिँ तपाईँको चाहिँ के अरे छ, उठाएको छ, तर उता सप्लायरलाई नपठाएर सप्लायरले नपठाएको हो कि जस्तो चाहिँ मलाई लागिरहेको छ। यो खालको चलन हो भने तुरुन्त यसको अन्त्य गर्नुपर्छ। किनभने विश्वमा ग्यास उत्पादन हुनै छोडेको भन्ने त होइन होला, विश्वमा पेट्रोलियम पदार्थ उत्पादन हुनै छोड्यो भन्ने त होइन होला। त्यो बिचमा कहीँ न कहीँ तपाईँको चाहिँ त्यहाँ पैसा पहिलाको त्यो होइन पुरानो चाहिँ बाँकी तिर्नु अनि हामी पैसा के अरे तेल पठाउँछौँ ग्यास पठाउँछौँ भन्ने खालको स्थिति जस्तो मलाई चाहिँ लाग्छ। यो कुरा के हो यसलाई चाहिँ नि स्पष्ट पार्नुपर्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु। थुप्रै विषयहरू छन्, अब एउटै विषयमा फोकस भएर बोल्न समय छैन। यो ग्यासको सप्लाई अचम्म लाग्छ। नेपाली जनताले त्यतिकै निःशुल्क चलाएको त होइन, सबै कुरा काटेर थपेर के होइन ट्याक्स त्यहाँनिर फाइदा सबै कुराहरू गरेर चाहिँ तपाईँको किनेर चलाउँछन्। त्यो भेला भएको पैसा चाहिँ कसले लगेर जान्छ? सप्लाई चेन के भएर ब्रेक हुन्छ? सप्लायरलाई पैसा किन पठाउँदैन? त्यो बिचमा कसैले त्यो पैसा चलाइदिन्छ कि क्या हो? यदि चलाइदिन्छ भने सरकारले भन्नु पर्यो यसले चलाउँछ भने, होइन भनेदेखि के अरे नेपाली जनताले त पैसा तिरेर चलाएको हुन्छ। अब जातीय छुवाछुत कहिले यो देशमा अन्त्य हुने हो? अझै पनि कोठा पाइनौँ भनेर माइती घरमा रोइराखेको देखिन्छ। मधेसमा त्यहाँका दलितहरूले धारामा जानै पाउँदैनौँ, हामी त कसरी पानी खाने भनेर चाहिँ नि रोइराखेको कुरा पनि हामीलाई बोध भएको छ। त्यसतर्फ पनि सरकारले ध्यान दियोस् र यो जातीय छुवाछुत र विभेदको अन्त्य गर्नुपर्छ। युवाहरूले आत्मदाह गर्न थाले, त्यसको मतलब हामीले युवाहरूलाई आशा दिन सकेनौँ, हामीले आशा दिन सकेनौँ, विश्वास दिन सकेनौँ है। हामीले चाहिँ नि बाँच्ने कारण द रिजन अफ लिभिङ दिन सकेनौँ युवालाई। त्यसो भएको कारणले गर्दाखेरि सरकारले श्रम उत्पादन औद्योगिकरण रोजगारी अवसरतर्फ चाहिँ ध्यान दियोस् भन्ने सुझाव दिन चाहन्छु। भारतीय भूतपूर्व सैनिकहरूलाई भारत सरकारले चाहिँ नि क्यान्टिन सेवा दिन चाहेको रहेछ, नेपाल सरकारले लिन नमानेको अरे भन्ने सुनेको छ। यो विषयमा सरकारले ध्यान दियोस् र हाम्रै दाजुभाइहरू भूतपूर्व सैनिकहरू उनीहरूलाई दिनुपर्ने सेवा सुविधा दियोस् भन्ने माग गर्न चाहन्छु। हाई टेन्सन त्यो बिजुलीको तारले गर्दाखेरि अब धेरै मान्छेहरू वर्षेनी दुर्घटनामा परेर करेन्ट लागेर ज्यान गुमाउने गरेको पनि देखिएको छ। धरानमा पनि एउटा हाई टेन्सन तारको लाइनको समस्या छ, त्यसतर्फ सरकारले ध्यान दियोस्। सुनसरी क्षेत्र नम्बर 1 मेरो चुनाव क्षेत्रको बरा क्षेत्रको कालाबन्जा र बाङ्गेमा डुबानको अवस्था छ, त्यसतर्फ पनि सरकारले ध्यान दियोस् र त्यहाँ के गर्नुपर्ने भन्ने कुरा गरोस् भन्ने माग गर्न चाहन्छु। रामधुनीको 64 बिघा रामधुनी नगरपालिकाको 64 बिघा भन्ने ठाउँमा चाहिँ भूमाफियाहरूले त्यहाँको सबै जग्गा चाहिँ हाम्रो हो भनेर आफ्नो नाममा गरेको रहेछ। अनि त्यहाँका बासिन्दाहरूलाई चाहिँ नि 50 वर्ष 60 वर्षदेखि एक खालको पीडाको महसुस भइरहेको छ, त्यसको अन्त्य होस् भनेर मैले ध्यानाकर्षण गराउन चाहन्छु। शक्ति पृथकीकरण हामी व्यवस्थापिकामा छौँ, अदालतको कुरा हामी यहाँ गर्न चाहँदैनौँ, तथापि अदालतमा भएका फैसलाहरूका मुद्दाहरूको पूर्ण पाठ चाहिँ छिट्टो गरी अदालतबाट पनि तपाईँको चाहिँ सम्बन्धित निकायमा पठाइए राम्रो हुन्थ्यो। सर्दो जलाधारको कारणले गर्दाखेरि हजारौँ त्यहाँका स्थानीयहरू पीडित छन्, वर्षौँ वर्षदेखि मुद्दा फैसला भयो भन्ने चाहिँ आएको छ, पूर्ण पाठ गएको छैन। त्यसले गर्दाखेरि त्यसतर्फ म सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउन चाहन्छु। अन्त्यमा यो नेटवर्क अनलाइन बिजनेस भन्ने अहिले आएको रहेछ, थुप्रै मान्छेहरू लाखौँ लाख रुपियाँ ठगीमा परिरहेका रहेछन्। त्यसो भएको कारणले गर्दाखेरि म सम्पूर्ण नेपाली समाज नागरिक समाजलाई पनि भन्न चाहन्छु, लोभले लाभले बिलाभ हुने खालको होइन अनलाइन स्क्यामहरू, अनलाइनमा यस्तो यति पैसा लगाउँदा यति यस्तो हुन्छ भन्ने किसिमको कुनै छ भने त्यसमा कोही पनि पैसा लगानी गरेर संलग्न नहुनु होला र त्यस्तो गर्ने मान्छेहरूलाई पनि नेपाल सरकारले कारबाही गरोस् म भन्न चाहन्छु।